हेलो गाइस, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। हजुरहरूले देखिरहनु भएको छ मेरो हातमा मसिनो सुनको ढेका। अब यो सुनको ढेकालाई चाहिँ म एकचोटि तौल गरिदिन्छु। सामान बनाउनुभन्दा अगाडि एकचोटि तौल गरौँ। 40 लाल 7 पोइन्ट सुनको चाहिँ अब म एउटा आमा औँठी बनाउँदैछु। आमाहरूले लगाउनको लागि एकदम स्पेसल राम्रो डिजाइनको औँठी तयार गर्नको लागि मैले सुनलाई मजाले गालिदिएँ। गालिदिइसकेपछि मजाले पानीमा चप्प चोपेपछि ताटिले टल्किने एकदम पहेँलो बेसार जस्तै सुन रेडी भयो। अब यसलाई म मजाले पिटेर आफ्नो साइज अनुसार यसलाई चिम्टीले च्यापेर मार्तलको साइडले टङ 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 कुटेर अलिकति लामो बनाउँछु। लामो पारिसकेपछि यसलाई मैले मेसिनमा हालेर स्वाई पेलिदिन्छु। पेलिसकेपछि लामो बनाएर एकचोटि मजाले रिमिक्क तताउँछु र तताइसकेपछि बिच भागबाट अलिकति कुटेर फैल्याउँछु। यसरी मजाले बिचबाट टक 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 हानेर फैलाइसकेपछि यसरी धारहरू पनि मार्छु। पछि फर्मामा राखेर दुईपट्टिबाट हाफ बोल पिट्छु। हाफ बोल पिटिसकेपछि फेरि एकचोटि मजाले सिधा हुने गरी मजाले कुटिसकेपछि यसलाई साइडबाट छेक्नुपर्ने हुन्छ र कैँचीलाई मजाले यो सानढुङ्गाले धार लगाइसकेपछि कैँचीले कटक कटक दुईपट्टिबाट मजाले छेकेर सिधा हुने गरी काट्छु। काटिसकेपछि फेरि यो दुईपट्टि छेउछेउमा नचाहिने सुन चोसो निस्केको हुन्छ। यो चोसोलाई काटेर मजाले तताइदिएँ। तताइदिइसकेपछि अब यसलाई औँठी बनाउनु पऱ्यो नि त। औँठी बनाउनलाई चाहिँ यो रिङ स्टिकमा राखेर फनक्क घुमाएर यसरी काठले माथिबाट ट्याक 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 हानेर दुईवटा मुख ट्याक्क मिलाउँछु र मिलाइसकेपछि यसलाई माथिबाट पाइन राखेर दुईवटा मुखलाई रसाइदिन्छु। यसरी मजाले तताएर सिनिक्क हुने गरी वेल्डिङ गरिसकेपछि यसलाई एउटा एक्वा भन्छ। यसलाई चाहिँ एक्वामा राखेर मार्तलले माथिबाट ड्याङ कुटेर खाल्छु। कुट्दै साह्रो भयो। फेरि मैले यसलाई मजाले तताइदिएँ। तताइदिइसकेपछि सानो मार्तलले त नहुने पो रहेछ हौ भनेर यो ठुलो काठकुले ड्याङ हानेर छिटो खाल्ने। यो चाहिँ एकदम हतार थियो नि त, 2 घन्टामा बनाएर दिनुपर्ने थियो। अनि यसलाई एकचोटि मजाले खालिसकेपछि फेरि यसो हेरेको त बाङ्गो टिङ्गो रहेछ। यो बाङ्गो टिङ्गोलाई पनि मिलाउनु पऱ्यो भनेर रिङ स्टिकमा राखेर ट्याक 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 पारेर रेडी गरिसकेपछि अब यसलाई मैले ला हालिसकेर माथिबाट ड्याङ बुटा ठोकेँ गाइस है। मजाले बुटा ठोकिसकेपछि चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ एस बुटा हानेर बनाएको एकदम राम्रो छ। यो आमाहरूले लगाउने औँठी हो र बुटा हानिसकेपछि यसलाई मैले अघि बुटा हान्न हालेको लालाई चाहिँ निकालिदिन्छु। निकालिसकेपछि यसलाई मजाले सफा गर्नुपर्ने हुन्छ। एसिडमा हालेर मजाले उमालिदिइसकेपछि चाहिँ यस्तो दामी देखिएको छ गाइस। ल हेर्नुहोस् त। अब यसलाई माथिबाट कटिङ गरेर पोलिस गरेपछि त आमामामामामा जग 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 बल्ने हुन्छ होइन। आमालाई गिफ्ट दिनको लागि बनाएको औँठी हो। हजुर